Hello guys, welcome to my YouTube channel. It's Maya Green. फेरि पनि स्वागत छ तपाईहरुलाई माया ग्रीनको ब्लगमा। र हामी चाहिँ आज डेमा चाहिँ कतै गएनौँ, दिनभरि घर बस्यौँ। अब चाहिँ हामीहरु जाँदै छौं खोलातिर। देख्न सक्नुहुन्छ हाम्रो दिदी यहाँ हुनुहुन्छ। बहिनी यहाँ छ। हामी चारजना जान लागेको साथीहरु। अब गएर देखाउने छौं ल तपाईहरुलाई। त्यतिखेर हामी चाहिँ अटोमा बसिसकेको छौं। के त भन्न नसकेको थिए हे भगवान यस्तो छ साथीहरु। हामी त सबैजना मोटा मोटा छौं, त्यही भएर रिक्साले नि तान्न गाह्रो भइरहेछ है साथीहरु। देख्न सक्नुहुन्छ झरा पिङ्क सिटी। साथीहरु हामी चाहिँ फाइनली खोलामा आइसकेको छौं। ल हैन बहिनी छिटो मदे ल साथीहरु हामी चाहिँ आइसकेको छौं। अब हामीहरु पौडी खेल्नु त भनेको तर मान्छेले चाहिँ त्यही पनि हामी खेल्छौँ है साथीहरु। किनकि यही छ अब गहिरो छैन, अब हामी त पौडी खेल्न जान्दैन नि त साथीहरु। ठाउँ पनि राम्रो क्या, उतातिर गहिरो छ, उमास्त्रिन गहिरो छ। हामी चाहिँ यही खेल्छौँ। पौडिया माया हाँ छ त मेरो भेस्ट खेत भ्यूदेखिलाई हेर्न सक्नुहुन्छ साथीहरु भ्यू। पौडिया माया हाँ छ त मेरो भेस्ट खेत भ्यूदेखिलाई हेर्न सक्नुहुन्छ साथीहरु भ्यू। साथीहरु म चाहिँ एकचोटि पढेर पनि आइसकेँ भए। दिदीहरु त्यहाँ पढ्दैछ। हामी चाहिँ सानोमा पढेको कि मान्छेहरु नि बिल्ला गरेको हामीले त। त्यहाँ छ दिदी बहिनी अनि दिदीको छोरी पढ्नी। ल छिटो गर है साथीहरु। अब पौडी नआउँदैन हाम्रो दिदीहरुले चाहिँ के गरिरहेको हेरिरहनु है साथीहरु। म चाहिँ देखाउँदैछु। यो चाहिँ पौडी है दिदीले खुट्टा चालन न खुट्टा। यस्तो नि गयो पौडिन्छ साथीहरु। हजुरहरुतिर यस्तो पौडिन्छ पौडिने भ्याग उठाउँछु भयो जस्तो। गुन्डीले तानी दिसे यस्तो छ साथीहरु हेर्न। बहिनी पौडी दो तारे पौडी दो। कस्तो अँधेरो अँधेरो भइसक्यो। यता पुरा राम्रो देखेछ यो भ्यू चाहिँ। हाम्रो कपडाहरु यहाँ छ, चप्पल यहाँ छ मेरो। यस्तै छ साथीहरु हेर्नु। अब हामी एकछिन पछि जान्छौँ। जाडो पनि भएछ, अँधेरो पनि भइसकेको छ। अब हामी जान्छौँ। पौडी नआउँदैन त्यही पनि यत्तिकै हामी त। ल साथीहरु हामी चाहिँ पौडी खेलेर सकिसकेका छौँ। र अब चाहिँ हामी घर जान्छौँ। पानी पर्न लाग्छ, त्यही भएर दिदी कस्तो फिल भयो? कस्तो फिल भयो पौडेर? ऊ एउटा फेरि खोइ माथि गइसक्यो साथीहरु। म छु यहाँ। ल अब हामी जान्छौँ है। खोइ चप्पल पाइदि। चल्यो सरर। अब पानी पनि पर्न लाग्छ साथीहरु। हामी चाहिँ त्यही पौडेको उताबाट पानी परिसक्यो। हामी चाहिँ हिँड्दै टुकुन टुकुन लुङ्गी लाएर। ओ भगवान पानी पर्न लाग्यो। फुसफुस पर्यो भाइ साथीहरु पानी। म चाहिँ यहाँ छु साथीहरु। पानी पर्यो। अब हामी जाँदैछौँ घर। टिकटक बनाउनु क्या यस्तै भयो साथीहरु। त्यो भन्न टिकटक बनाउनु पाएन। अब जान्छौँ घर। देखाउँछु है हजुरहरूलाई बाटोमा। ल साथीहरु हामीहरु आधा बाटोमा आइसकेको छौँ। जाँदैछौँ हामी लुकुर लुकुर 4 जना। हाम्रो डेस्टिनेसन चाहिँ रहेको छ वहाँ रामबाछा गाउँ। ए रामबाछा बजार। के बोल जान्छ साथीहरु। डोन्ट माइन्ड प्लिज गाइज। थकाइ लागेर म चाहिँ यस्तो छु। साथीहरु मैले चाहिँ हिजो भिडियो बनाउन बिर्सेछु र आज फेरि यहाँबाट स्टार्ट गर्दैछु। हामीहरु चाहिँ टिकटक बनाउन आएको रामबाछाको यतापट्टि पार्कमा। यहाँ छ दिदी छ, यहाँ छ बहिनी छ। हेर्नु न साथीहरु यस्तो घाम लागिरहेको छ टनटनापुर घाममा। बहिनीले चोलो लुङ्गी लाएर टिकटक बनाउन लागिरहेको छ। हामी पनि बनाउँछौँ। म चाहिँ यहाँ छु पागल जस्तै। एउटा लक्कल बादर। साथीहरु हामी चाहिँ घर आइसकेका छौँ। यस्तो घाम लाएर त्यहाँ भिडियो गर्न पाएन। साथीहरु होमवर्क लेख्दैछ है दिदी चाहिँ। एउटा चाहिँ सुतिरहेछ है साथीहरु। इग्नोर है ब्याकग्राउन्ड।
जाँदैछौँ यो बालझरी साथीहरू हामीहरू चाहिँ फाइनली त्यहाँ बाला घुम्न लाग्यो घाम लाएर भिडियो हामी त्यहाँ त्यो बाटोमा स्कुल नजाँदाखेरि साथीहरू दिमागै खराब भइसक्यो घुमिसक्यो आधा कस्तो भयो अब त्यो चलाउने मान्छेले थाहा हुन्छ। अब यहाँ हामी फाइनली अब गाउँ आइपुग्न लागिसक्यो बिहान छ अब 2 मिनट छ अब गाह्रो छ साथीहरू मेरो भोइस चाहिँ सानो सुन्यो होला म चर्को चर्को बोल्छु है त त्यही पनि के गर्नु हेर्न सक्नुहुन्छ आजको वेदर यस्तो छ के गर्नु साथीहरू आउनै पर्यो घर भन्ने कुरा बेलुका बेलुका आऊँ भनेको बेलुका बेलुका फेरि पानी पर्छ होला भनेर आएन अब के भन्छ अरे अहिले जाने पनि बेलुका जानै पर्ने भन्नुभयो के भएर आइदिएको हामी चाहिँ यो गुम्बामा आइसकेको छौँ। तपाईँहरूले चिन्नु नै भयो होला मैले अस्ति नै देखाएको थिएँ यो गुम्बा हजुरहरूलाई हाम्रो गुम्बा आइसकेको छौँ। मलाई त कस्तो कस्तो भयो कि हाम्रो मकै बारी हेर्न सक्नुहुन्छ यस्तो छ के गर्नु साथीहरू घाम लाग्छ हेर्नु न यस्तो के गर्नु कहिले पानी परेको पऱ्यो कहिले घाम लागेकोलाई गर्छ देख्न सक्नुहुन्छ के गेम खेल्दैछौँ पोइजन गेम खेल्दैछौँ ल अब हजुर उता उता हेर्नु है कतिवटा रोज्ने एउटा मात्रै कतिवटा दुईवटा होइन तिनवटा है एउटा चाहिँ यो है साथीहरू यो अनि एउटा चाहिँ यो अनि एउटा चाहिँ यो फेरि मैले तिम्रो रोजेको मैले त्यही भयो नि हजुरको पोइजन भयो कि ल म त फर्किन्छु ल 1 2 3 ल बा तिमी पहिला डर लाग्यो म पहिले पोइजन खाएर नि अरे सेफ भयो सेफ सेफ कप छिटी भयो जो सेफ के सरी खबर मिलाऊ चलो गर एउटा सेफ ढिल्ला चाहिँ त भिडियो खानेलाई दुध खानेलाई कसरी भिडियोहरू चाहिँ साथीहरू सेफ के पोइजन एउटा बग्नु है खाने के बनाइने होइन सेफ सेफ अब हाल्नु लाग्यो त रुन लाग्यो सेफ त्यो पोइजन खाएको कति नमिठो भएको साथीहरू सेफ थियो क्या हेर्छ पोइजन अब मेरो 3टा पोइजन हो अरूको 3टा खान 2टा खान सेफ हो क्या खाने खाइहाल्ने हो क्या खाना बोला भन्ने हो पनि अब म खाएको
गुलियोहरू चाहिँ क्या भएर नि त छिटो मैले जित्नु लाग्यो उनीहरू साथीहरू सेप यति हो त छ पक्कै मैले 3टा अब 2टा ड्या मैले खायो भने पक्कै भइसक्यो पोइजन भयो एउटामा सेफ यार मैले जितिहाल्ने यतिकै मेरो 3टा पोइजन यहाँ अरू 2टा हो न एउटा एक्स्ट्रा छ नि त अहिले यस्तो छ त्यो खायो भने मैले जितिहाल्ने के अन्त त्यो चिन्ता के अन्त त्यो चिन्ता अब के अन्त गर्नु के गर्ने खानु न अझै छ भयो एउटा एक्स्ट्रा छ भयो चाहिँ ए सबै पोइजन भेयो वा नि हजुर 2टा पोइजन छ न 2टा हजुरको पोइजनले चाहिन्छ नि त हामीले चाहिँ के भन्छ अरे धेरै हारेनौँ के हो अरे खै के हो गेम नि त हारेर पहिले कुरै खाएन मेरो चाहिँ यो थियो एउटा पोइजन अनि यो थियो अनि यो पोइजन मेरो यो 2टा त्यही हजुरको नि एउटा खायो न अनि एउटा यो हो अनि एउटा यो हो कि हजुर त्यही थियो कस्तो आशा लाग्दो साथीहरू यति नै थियो पोइजन गेम हामीलाई चाहिँ पोइजन गेम भनेको के हो थाहा पनि छैन एकैछिन भयो एकैछिन भाइ यति है साथीहरू सो भयो जस्तो होइन यस्तै छ साथीहरू ल त्यही हो मैले बुझाउयो मैले जित्यो बाई बाई साथीहरू यति भन्दै तपाईँहरूको माझबाट बिदा हुन चाहन्छौँ सी यु इन द नेक्स्ट ब्लग थ्याङ्क यू फर द वाचिङ माई भिडियो लाइक सब्सक्राइब कमेन्ट गर्न चाहिँ नभुल्नु होला बाई बाई बाई